उपस्थित आज कार्यक्रम गाउँघरमा तपाईँलाई म हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम गाउँघर, यो गाउँघरको वर्तमान अवस्था के छ त? गाउँघरमा खेतीबारीको अवस्था के छ? आउनुहोस् हामी सरल तपाईँलाई देखाइदिनेछौँ। यहाँ देख्न सक्नुहुन्छ हामी खेतैतर्फ तपाईँलाई लिएर जाँदैछौँ। ल आज कार्यक्रम गाउँघरमा यहाँ भने देख्न सक्नुहुन्छ यहाँ लाडमा रोपिएको छ। यहाँ लाडमा चाहिँ झापा शिवस्ताक नगरपालिका वार्ड नम्बर 8 की स्थानीय दिदी बिमला लाउतीले रोप्नु भएको हो। आजको कार्यक्रम गाउँघरमा उतातर्फ अनि देख्न सक्नुहुन्छ उतातर्फ अनि मकै रोपिएको छ। त्यसको ब्याक साइडमा गाईबस्तुलाई नभई जय घाँस रोपिएको छ भने धान रोप्नका लागि धानको बिउ चाहिँ उम्रने तर्फमा धानबारीको बियाडमा लिएर जाँदैछौँ। धानका दानाहरू बिउ उम्रने तर्खरमा छ। देखाइदिनुहोस् त एकैछिन धानबालीको बियाडको अवस्था। गोड्ने बेला हुँदैछ, मकैका बोटहरू तन्किन सुरु गरिसकेको अवस्था छ। हामी अब भने तपाईँलाई मकैबारी देखाइदिनेछौँ। यतातर्फ हाम्रो क्यामेराम्यान सदा अगाडि आइदिनु हुन म अनुरोध गर्न चाहन्छु। कुनै पनि देशको समृद्धि, ढोका र परिवर्तनका लागि हरेक जनताको आय आर्जनमा वृद्धि हुन आवश्यक रहेको छ। जुन आय आर्जन वृद्धि गर्नका लागि हरेक व्यक्तिमा सिपको खाँचो छ। जुन सिप विद्यालयमा झोलामा गरुङको किताब बोकेर जाने सिप होइन, हरेक व्यक्तिमा सिप हुनुपर्छ। जुन सिप व्यवहारमा परिवर्तन हुन खाँचो रहेको छ। आज विज्ञान र टेक्नोलोजीले गर्दा मानिस धरतीदेखि चन्द्रमा पुगिसक्यो, धेरै विकास र परिवर्तन भइसक्यो भने जबसम्म जनताको आय आर्जनमा वृद्धि हुँदैन, जबसम्म जनता आत्मनिर्भर बन्न सक्दैनन्, जबसम्म आफ्नो आय आर्जन र दैनिक रोजीरोटीहरू वृद्धि हुन सक्दैन, तबसम्म विकास र परिवर्तन भने त्यो एकादेशको कथा जस्तै कथामा मात्रै सीमित हुन्छ। आज विज्ञान र टेक्नोलोजीले मानिसलाई संसारभरिका कुराहरूलाई एउटा घरको कोठामा बसेर हेर्नका लागि, देख्नका लागि र सूचना पाउनका लागि सजिलो भएको छ। इन्टरनेट र विज्ञानको प्रविधिले मान्छेलाई साँगुरो बनाइदिएको छ, धेरै सुविधा दिएको छ, जसका मानव हस्ती परिकल्पनाकार र यसका सम्बन्धित निकायका विज्ञलाई म जनताको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रम गाउँघरमा अब भने म तपाईँलाई लिएर जाँदैछु जहाँ धानको बियाड, धान उम्रेर एक अमल भइसकेको छ। म क्यामेराम्यानलाई उतैतर्फ लिएर जानु म अनुरोध चाहन्छु। यति बेला म आजको कार्यक्रम गाउँघरमा खेतबारीमा धानको जुन रहेको छ, धानको बोट एक अमल भइसकेको अवस्था दृश्य म देखाउँदैछु। र मोटर पनि चलिरहेको छ। यो मोटर किन चलाइयो? जुन मोटर चलाउनको लागि करेन्टको प्रयोग गरिएको छ, जुन करेन्ट पनि पानीबाटै उत्पादन गरिएको छ। आजको कार्यक्रम गाउँघर तपाईँलाई कस्तो लागिरहेको छ? गाउँघरमा किसान दाजुभाइ दिदीबहिनीले विशुद्ध खेतबारीमा गाईबस्तुकै गोबर मल हाल्न आवश्यक रहेको छ भन्दै अब भने म तपाईँलाई गाईबस्तुको गोठ जुन झापा शिवस्ताक नगरपालिका वार्ड नम्बर 8 मा नमुना किसानले खेतबारीमा अर्ग्यानिक मलबाट आफ्नो खेतबारीमा उत्पादन बढाउनको लागि गाईबस्तुकै गोबर मल प्रयोग गर्नुहुन्छ। यो राँगा पाल्ने किसान चाहिँ उतातर्फ हुन्छ है, देखाइदिनुहोस् त। उता आउँदै हुन्छ उता। यो राँगा चाहिँ उहाँहरूको परिवारको ठुलो परिकल्पना, ठुलो सोच र ठुलो विचारले पाल्नु भएको हो। पुरै व्यवस्थित गोठ बनाएर गोठमा देख्न सक्नुहुन्छ यसरी एउटा त्यही पनि यी पशु चौपाएको बिमा गरिएको छ। कहिलेकाहीँ पशु चौपायालाई अचानक रोग लाग्ने हुँदा किसानलाई क्षति नहोस् भन्नका लागि यहाँ बिमा गरिएको छ र यो बिमा उहाँहरूले हरेक वर्ष गर्नुहुन्छ। यहाँ देख्न सक्नुहुन्छ यो राँगाले, यहाँ पनि अर्को राँगा, अनि यो राँगाको गोठ, अनि यी राँगा गोठमा सबै राँगाका कानहरू छेडिएका छन्, बिमा गरिएको छ। हेर्न सक्नुहुन्छ उतातर्फ म देखाउँदैछु। अलिकति यो राँगाले नदिरहेको अवस्था छ, यहाँ देख्न सक्नुहुन्छ है। ल
कतै धनी आयो कि भने आइ आइ गर्दै पनि कराइरहेको छ। अब भने म तपाईँलाई मलघारीतर्फ लिएर जान गइरहेको छु। मलघारी चाहिँ यता ब्याक साइडमा रहेको छ भने यहाँनिर पानी जमेको छ। अब गर्मीको समय बढ्दै गइरहेको छ। गर्मीको समयमा लामखुट्टे, मच्छर, भुसुना यिनीहरूले टोकेपछि चाहिँ हामीले मलेरिया डेङ्गु हुने भएकाले यो पानी सुकाउन आवश्यक रहेको छ र राति सुत्ने बेलामा झुलको प्रयोग गर्नु होला भन्दै अब भने म मल गोठतर्फ लिएर जाँदैछु। यहाँ मल थुपारेको अवस्था छ। बिक्रीमा पनि छ भन्नु पऱ्यो नि। ल म चाहिँ यति बेला ट्याक्कै क्यामेराम्यान ओम लाउती सहित मलगोठमा आइसकेको छु। यहाँनिर देख्नु सक्नुहुन्छ काम नदिने पत्तिङ्गरहरूलाई चाहिँ आगो लगाइएको छ र यतातर्फ मल रहेको छ। यो मल तपाईँ देख्नु सक्नुहुन्छ। यो मल यो विशुद्ध राँगा भैँसीले अर्ग्यानिक खानेकुरा घाँस पराल पानी खोले आदि खाएर उत्पादन भएको मल र जुन मलको प्रयोगबाट चाहिँ खेतबारीको एक बेलाको तोरी र रायोको साग लहलाउँदो भएको छ। अब म तपाईँलाई लहलाउँदो रायोको साग अर्ग्यानिक गाईबस्तुको गोबर मलबाट प्रयोग भएर यही माटोबाट उत्पादन भएको तोरी त्यसै गरेर रायोको साग यति बेलाको अवस्था लहलाउँदो अवस्था आएको छ। गाउँघरको अवस्था व्यवस्था परिवर्तन गर्न कृषिमा क्रान्ति गर्न आवश्यक रहेको छ। यो कृषिमा क्रान्ति गर्न हरेक जनतालाई तालिमको व्यवस्था छ। बिउ उत्पादन र प्रविधिसँग जोडिन र राज्यले जनतालाई समयमा सहयोग र तालिमको व्यवस्था गरोस् भन्दै आजको कार्यक्रम गाउँघरमा क्यामेराम्यान ओम लाउती सहित म कार्यक्रम प्रस्तुत नारायण शिवगती तपाईँहरू माझबाट उभिएर छोडेर जाने मन नहुँदा पनि समयले विधायिका सङ्केत गरिरहेको छ। क्यामेरामा ओम लाउतीलाई धेरै धेरै धन्यवाद दिँदै अर्को कार्यक्रम गाउँघरमा फेरि आउने बाचा गर्दै म कार्यक्रम प्रस्तुत नारायण शिवगती यतिमै बिदा हुन चाहन्छु। तपाईँको बाँकी समय शुभ रहोस्।